नमस्कार सम्पूर्ण टिकटक फ्रेन्डहरुमा। अहिले चाहिँ बडा दशैं सुरु हुँदैछ, साथै तपाईहरुको लागि दशैंको पनि शुभकामना। आज चाहिँ हामी दशैं चले पनि घाँसपात गर्नै पर्ने, त्यही भएर बेसी झरेका थियौं। बेसीमा चाहिँ एकदमै धान लहलह झुल्न भर्खर झुल्ने बेला हुँदैछ। जस बालाहरु बाहिर निस्कन थालेछन्। एकदमै क्यूट देखिएको छ। त्यो दृश्य मनमोहकै हुने गरी एकदमै ठुलो खडेरीका बावजुद पनि रोपेका थियौं। त्यहाँ पर देखिएका लगभग देखिएको सबै भाग हाम्रो हो। त्यहाँ चाहिँ पारीपट्टि समुद्र पनि देखिँदैछ। चाडबाड सँगै मौसम पनि चाडबाड जस्तै हामीले फेस गरे जस्तै नै बनिरहेको छ। यो चाहिँ हाम्रो याक्सा पारी समुद्रतिर यानि पञ्चमीतिर सेल्फी डाँडातिर चाहिँ वर्षा पनि भइरहेको छ। अनि म चाहिँ धानबारीमा बिस्तारै डुल्दै आउँदैछु। क्यामेराम्यान चाहिँ हामी पालै पालो क्यामेराम्यान गर्दै थियौं, म र मेरो हस्बेन्ड। थ्यांक यू फर वाचिङ।